डबल फाइनल कन्सोनेन्टको बारेमा हेर्नुहोस् त एकपटक। अघि हामीले सिंगल फाइनल कन्सोनेन्ट पढ्यौँ, एउटा मात्र झुन्डिएको कन्सोनेन्ट। फेरि सर क पनि झुन्डिएको थियो, दुईटा झुन्डिएको छ भन्नुलाई अगाडि यो डबल होइन, यो सिंगल हो। हामीले क भनेर पढेको हो नि त, होइन र? डबल फाइनल भनेको कस्तो? यो ब पनि भएको, स पनि भएको, र पनि भएको, म पनि भएको, र पनि भएको, थ पनि भएको, यस्तो भनेको डबल हो भनेर बुझ्नु होला है। दुईवटा झुन्डिएको भन्ने बुझ्नु होला। डबल फाइनल कन्सोनेन्ट भनेको चाहिँ दुईवटा झुन्डिएको कन्सोनेन्ट भनेर बुझ्नु होला है। एकमा हेर्नुहोस् त, एकमा के छ? ग अथवा स आउँछ भने त्यसको उच्चारण के हुँदो रहेछ? ग हुँदो रहेछ। यसमा के हुन्छ भन्नुहुन्छ भने दुईवटा झुन्डेर आएको अवस्थामा एउटा चाहिँ साइलेन्ट हुन्छ, एउटाको मात्र उच्चारण हुन्छ। तर कुनको हुन्छ यो नियम चाहिँ हामीले बुझ्नु पर्यो। एउटा साइलेन्ट, एउटा चाहिँ उच्चारण हुन्छ। एउटा चाहिँ हराउँछ भनेर बुझ्नुहोस्, एउटाको मात्र उच्चारण हुन्छ भन्ने बुझ्नु होला है। अब के कुरा बुझ्नु भन्नुहुन्छ भने ग र स आएमा के हुँदो रहेछ? ग। स के हुँदो रहेछ? हराउँदो रहेछ। अनि र ग आउँदा के हुँदो रहेछ? ग। र के हुँदो रहेछ? हराउँदो रहेछ। फेरि फाक्षिममा ग आउँदा क हुन्छ है, त्यो पनि हामीले पढेका थियौँ। अनि 3 नम्बरको हेर्नुहोस् त, न र ज आएमा न हुँदो रहेछ, ज हराउँदो रहेछ। 4 नम्बरको न र ह आएमा न हुँदो रहेछ, ह हराउँदो रहेछ। 5 नम्बरको र ब आउँदा र हुँदो रहेछ, ब हराउँदो रहेछ। 6 नम्बरको र स आउँदा र हुँदो रहेछ, स हराउँदो रहेछ। 7 नम्बरको र ह आउँदा र हुँदो रहेछ, ह हराउँदो रहेछ। 8 नम्बरको ब र स आउँदा ब हुँदो रहेछ, स हराउँदो रहेछ। 9 नम्बरको र म आउँदा म हुँदो रहेछ, र हराउँदो रहेछ। 10 नम्बरको र थ र, 11 नम्बरको र फ ब। र एउटा कुरा के छ भन्नुहुन्छ भने अपवाद। हामीले 5 नम्बरको र ब आउँदाखेरि र हुन्छ भनेका थियौँ नि, 5 नम्बरको चाहिँ। तर यसमा चाहिँ र ब आउँदा र नभइकन अपवादमा चाहिँ र ब आउँदा एउटा मात्रै मिनिङ ब हुन्छ भनेर बुझ्नु होला। कुन मिनिङ? यो फा अनि फाक्षिममा र ब आउँदा हामीले चाहिँ र हुन्छ भनेका थियौँ, र नभएर ब को उच्चारण हुन्छ भन्ने कुरा बुझ्नु होला अपवादमा है। यो 5 नम्बरको नियम अनुसारले भन्नुहोस् त, र ब आउँदा हामीले र हुन्छ भनेका छौँ, ब र हर्छ भनेका छौँ। तर एउटा अपवादको एउटा मिनिङ यस्तो छ कि र ब आयो भने र नभइकन ब हुन्छ भनेर बुझ्नु होला है तपाईँहरूले चाहिँ। कुन मिनिङ? फाप्ता। यसको उच्चारण चाहिँ फाप्ता हुन जान्छ, पछि यसको बारेमा हेर्छौँ हामीले। यो पनि स्क्रिनसट गर्नुहोस् एकपटक, यो पनि स्क्रिनसट गर्नुहोस् है। ल, गर्नुभयो होइन? अब यहाँ हेर्नुहोस् एकपटक, यहीको बारेमा हेर्नुहोस् त। मैले छुट्याइदिएको छु हेर्नुहोस्, यही कुरा हो है। ग र स, र ग आउँदा ग, यसको उच्चारण क। र ब, र थ, र स, र ह आउँदा र को मात्र उच्चारण हुँदो रहेछ, सबै पछाडिको हट्दो रहेछ भन्ने कुरा बुझ्नु होला। अनि र म आउँदा म, न र ज, न र ह आउँदा न। त्यही कुरा हो, मैले मिलाएर राखिदिएको छु मात्र बुझ्नु होला है। अगाडिकै कुरा हो, यसमा चाहिँ मिलाइदिएको मात्र बनाइदिएको, छोटो मात्र बनाइदिएको है। अनि र फ अनि ब र स आउँदाखेरि चाहिँ ब हुँदो रहेछ भन्ने कुरा बुझ्नु होला है। भोलि हामी यसको बारेमा पढ्छौँ। तर यसलाई सर्टकट रूपमा कसरी बुझ्नु होला भन्नुहुन्छ भने तपाईँले यो र म अनि र फ छ नि, यो बाहेक अरू जति पनि छन् डबल फाइनल कन्सोनेन्ट, दुईवटा झुन्डेका कन्सोनेन्टहरू, तपाईँले हामीले सुरुमा ग न द र म ब स अ ज छ ख थ भ ह क त प स च भनेर हामीले पढेका थियौँ नि। हसम्मको पढौँ न, हसम्मको है पढेका थियौँ नि। हो, यो र म अनि र फ, यो कुरा बुझ्नु है। र म, र फ, र म र फ बाहेकका अरू सबै कुरा कसरी हेर्नु भन्नुहुन्छ भने हामीले कन्सोनेन्ट अथवा 19वटा व्यञ्जन नै 14वटा व्यञ्जन पढ्ने बेलामा तपाईँहरूले क्रमबद्ध तरिकाले पढ्नुहोस्। क्रमबद्ध तरिकाले पढ्ने बेलामा अगाडि जे आउँछ त्यसैको उच्चारण हुन्छ भन्ने कुरा बुझ्नु होला। फेरि भन्छु, मानौ यो ग र स आयो अनि र ग आयो, दुइटैको के हुँदो रहेछ? ग हुँदो रहेछ। हामीले के कुरा बुझ्नु पर्यो भन्नुहुन्छ भने यो र म अनि र फ दुईटा बाहेक
जति पनि डबल फाइनल कन्सोनेन्ट छन् तिनीहरूलाई चाहिँ बुझ्नको लागि सजिलो तरिका के छ भन्नुहुन्छ भने दुईटाको एउटा मात्र उच्चारण हुन्छ भनेको छ। कुन एउटा गर्ने भन्नुहुन्छ भने हामीले 14वटा व्यञ्जन वर्ण अथवा कन्सोनेन्टलाई क्रमबद्ध तरिकाले पढ्ने बेलामा अगाडि जे आउँछ त्यही नै उच्चारण हुन्छ भनेर बुझ्नु पर्यो। के बुझ्नु पर्यो? अगाडि जे आउँछ त्यही नै उच्चारण हुन्छ भनेर बुझ्नु पर्यो। कुन बाहेक? त्यो र र म अनि र र फ बाहेक। जस्तो हेर्नुहोस् त, ग र सम अगाडि के आउँछ भन्नुहोस् त? ग आउँछ। एकजनाले हेन्डराइज गर्नुहोस् त। नेपालमा बत्ती गएको हो? बत्ती गएछ है? ल सबै जानुभयो त एकैचोटि टिकटकमा पनि जानुभयो, यता पनि जानुभयो के? जितुजी माइक अन गर्नुहोस् त। हजुर सर। ल हजुरले भन्नुहोस् त, मैले भने अनुसारले ग र सम ग अगाडि आउँछ कि स अगाडि आउँछ भन्नु त? हजुर सर। ग र समा ग अगाडि आउँछ कि स अगाडि आउँछ? हामीले चाहिँ यो गदेखि ग अगाडि आउँछ सर। हो, अब हामीले गको उच्चारण गर्नु पर्यो। अनि र हजुर। गमा कुन आउँछ अगाडि भन्नुहोस् त? र गमा हजुर ग अगाडि आउँछ। ग। अब केसको उच्चारण गर्नु पर्यो हामीले? गको। गको गर्नु पर्यो। क। यो क नै हुन्छ पछि। अनि र बमा कुन अगाडि आउँछ भन्नुहोस् त? र बमा हजुर र बमा ग न द र म यसरी ग पढ्नु न नि द र आउँछ सर। त। र यसको पनि र नै उच्चारण हुँदो रहेछ, ब हराउँदो रहेछ। अनि र थमा कुन आउँछ अगाडि भन्नुहोस् त? ग न द र आउँछ सर। र यसको पनि र उच्चारण हुँदो रहेछ। र सम कुन आउँछ भन्नुहोस् त? र सम र हजुर अगाडि आउँछ। र। र अनि अगाडि। र हमा? र अगाडि छ। र। अनि न र जमा, न र जमा भन्नुहोस् त? न र जमा न अँ, अगाडि आउँछ सर। न न र जमा नको नि उच्चारण हुँदो रहेछ, हट्दो रहेछ नि त है। हजुर सर। त्यसपछि हेर्नुहोस् त अर्को, अनि न र हमा कुन आउँछ भन्नुहोस् त हजुरले? न र हमा न अगाडि आउँछ। त्यसको पनि हट्दो रहेछ, न मात्रै हुँदो रहेछ है। हामीले र र म अनि र र फ बाहेक भनेका थियौँ नि त है। हजुर अनि सर। ब र स हेर्नुहोस्, ब र समा कुन अगाडि आउँछ भन्नुहोस् त? ब र स सर। हजुर ब र स म त ब अगाडि आउँछ सर। है, बकै ग उच्चारण न हुँदो द रहेछ हेर्नुहोस्। र म। हजुर। ब बुझ्नुभयो त? तपाईँले बुझ्नुभयो कि न भन्नुहोस् त? यो र र म बुझ्यो सर। र र फ बाहेक अरू सबै कुराहरू हामीले 19वटा कन्सोनेन्टलाई पढ्ने बेलामा क्रमबद्ध तरिकाले पढ्ने बेलामा अगाडिको जुन अक्षर आउँछ त्यसैको उच्चारण हुन्छ र अर्को के हुन्छ? साइलेन्ट हुन्छ अथवा अर्को हराउँछ भनेर हामीले बुझ्नु पर्यो है। ल अब अर्को कुरा हजुर के सर। पनि बुझ्नुहुन्छ भने तपाईँहरूले चाहिँ सजिलो तरिका हेर्नु है। ल ठिक छ, हजुरले बुझ्नुभयो, अरूले पनि बुझ्नुभयो होला, सबैजना बाहिर जानुभयो किनकि बत्ती गयो होला के, कुलमान एकछिन जानुभयो। हेर्नुहोस् त अर्को कुरा के बुझ्नु भन्नुहुन्छ भने अब यस्तै बुझ्नुहोस्, यति नै हुन हामीले पढ्नुपर्ने डबल फाइनल कन्सोनेन्टका। र म आउँदा म, र फ आउँदा फ, ब है। र म आउँदा म, र फ आउँदा ब, र म आउँदा म पछाडिको हुँदो रहेछ, ग न द र म पछाडि आउँछ। र फको फेरि र फ दुइटै नभएर ब हुँदो रहेछ, बको प हुन्छ उच्चारण भनेर बुझ्नु पर्यो। यति कुरा बुझ्नु पर्यो कि र म, र फ, र म आउँदा म, र फ आउँदा ब हुन्छ। त्यस बाहेक अरू सबै कुराहरू चाहिँ हामीले गन दरमा पढ्ने बेलामा क्रमबद्ध तरिकाले पढ्यौँ भने अगाडिको जे आउँछ त्यही हुन्छ भनेर हामीले बुझ्नु पर्यो। हामीले अरू कुरा लामो कुरा बुझ्नुभन्दा पनि यति कुरा बुझ्नुहोस्, दुईटा मात्र जान्यो भने पुग्यो। र म जान्नुहोस्, र मको म, र फ जान्नुहोस्, र फको ब। यो दुईटा जान्नुभयो भने अरू कुनै पनि जान्नु पर्दैन, किनभने दुईटा बाहेक अरू सबै हामीले 19वटा होइन 14वटा गणधर्म पढ्ने बेलामा क्रमबद्ध तरिकाले पढ्ने बेला अगाडिको जे आउँछ त्यही उच्चारण हुन्छ र पछाडिको हराउँछ भनेर बुझ्नुभयो भने हुन्छ है। अब बुझ्नुहोस् त, दुईटा जान्नुभयो भने पुग्यो कि नै भन्नुहोस् त? पुग्यो नि त। दुईटा हामीले बुझ्यौँ भने अरू सबै एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा कुरा चाहिँ हामीले
क्रमबद्ध तरिकाले पढ्ने बेला अगाडिको जे आउँछ त्यही नै उच्चारण हुन्छ भनेर बुझ्नु होला है। यति कुरा भोलि तपाईँले चाहिँ बुझेर आउनु होला। म तपाईँलाई भोलि चाहिँ यही कुराहरू सोध्छु है। ल।